नमस्ते गाइजहरू सबैजनालाई वेलकम टु हाम्रो भेलाको भातमा होइन। सो आज चाहिँ हामी यहाँ घुम्न आएको छौँ ओसो। यहाँ हामीसँग दिदी हुनुहुन्छ, पछाडि भेला हुनुहुन्छ। हामी चाहिँ टक्कसँगले आइपुगेका छ। सो यही हो हर्क साम्बाङले बनाएको ओसो। सो अब यहाँबाट भनौँ न, अब भित्र छिरेर के कस्तो छ त्यो भित्र छिरेर देखाउनेछु है त गाइस। हामी चाहिँ टिकट काट्नलाई रेडी भइसक्यौँ भित्र छिर्नलाई। सो अब भित्र जाने बेला भयो। भित्र जाने होइन, भेला टिकट काट्नु हुँदैछ अब। अनि अब हाम्रो दिदी चाहिँ यहाँ चाहिँ टिकटक बनाउनु आउनुभएको नि तपाईँ होइन दिदी? दिदी टिकटक बनाउनु आउनुभएको होइन? होइन अरे गाइस होइन, अहिलेसम्म होइन मलाई बाटोमा नि 1 घन्टा जति फोन पक्रिनु लाग्यो, तर एउटा भिडियोमा नि टिकटक बनाएन कि, सबै बिग्रियो अरे के। फेरि टिकटकमै होइन गाइस फोन त्यहाँ राखेर मान्छे चाहिँ यहाँनिर टिकटक बनाएको हेर्नुहोस्। ल गाइस भित्र जान्छु। टिकट गाइस टिकट निक्लिने बेलामा चाहिन्छ, यो बोक्नुपर्छ। सो अब एसटिएस रक गार्डन सेन्ट धरान समूहहरू धराने समूहहरू गाइस हेर्नुहोस् त, त्यहाँ एउटा हातमा चरा राखेको बनाएको छ होइन हर्क साम्बाङजीले। अनि यो खोलादेखि त्यहाँपट्टि चाहिँ उनीहरूको मिटिङ हुँदैछ हजुर गाइड्स। अब भेलाले माइक गर्नु हुने अरे, माइक झिक्दैछु गाइड्स। एउटा माइक हाम्रो भेलाले लाउनु हुँदैछ, अब अन गर्नु हुँदैछ टक्क लाएर। हेर्नुहोस् त दामी बनाएको। त्यता माथि गएर यता चाहिँ भ्यू राम्रो आउँछ होला बरु। सो गौतम बुद्ध हाम्रो भेनाले केही बोलिदिनु भन्नु अनुरोध गर्न चाहन्छु। यो चाहिँ हर्क साम्बाङले बनाएको एकदम राम्रो छ। गौतम बुद्ध पार्क भन्ने चिज यस्तै बनाउनु पर्छ। यता फोटोहरू खिच्ने नि रहेछ यो अनुहार राख्योहरि है चुटिहरि टक्क फेस राख्ने, यताबाट चाहिँ राख्ने होला। ए यता हर्क साम्बाङ जानु त राख्नु त भेनाले कलाएर गाइस। गाइसहरू भेनालाई ये सब क्या देखना पड़ रहा है। लेडिजमा पनि आइसक्यो। अब यो चाहिँ हर्क साम्बाङकै होला। राम्रो छ। गाइसहरू होला नि अब टक्क डुल्नका लागि, आउनका लागि, घुम्नका लागि एकदम घुम्नलाई माइन्ड चाहिँ फ्रेस एकदम हुन्छ। राम्रो छ क्या यो ठाउँ, राम्रो छ होइन, राम्रो रहेछ पनि कि। एकदम दामी। म चाहिँ पहिलोपल्ट इन्ट्री भएको है यो ओसोमा। दिदी कतिचोटि आउनुभयो तपाईँ ओसो? म 2 चोटि भयो। 2 चोटि। भेना? 2 चोटि। भेना पनि 2 चोटि, दिदी पनि 2 चोटि होइन। म चाहिँ फर्स्ट चोटि आएको। सो मलाई चाहिँ राम्रो लाग्यो ठाउँहरू। अब घुम्दै जाउँ होइन, हेर्दै जाउँ। सो अगाडि के कस्तो छ अगाडि गएर हेरौँ है त गाइस। हामी चाहिँ यहाँ माछा राखेको ठाउँमा नि आइसक्यो है। माछा हेर्न सक्नुहुन्छ, माथिल्लोमा पनि छ तल्लोमा पनि छ। माछा चाहिँ दामी दामी ठुल्ठुलो रह। पानीमा पस्ला फेरि पानीमा पस्यो भने त आँखामा सक्यो। कमजोर भन्दै फेरि माछाले कप 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 खाइदिएर खिदेला। यहाँ माथिल्लोमा पनि छ, यहाँ पनि छ होइन। कत्रो कत्रो माछा अब छ। हामी कता जाउँ होला? हामी उता जाउँ होइन, कता उतै माथि जाउँ जाउँ? ल सबैतिर बिस्तारै जाउँ न, गाइसहरू। घुम्दै घुम्दै। हाम्रो दिदीलाई आउनु भन्न चाहेँ, मैले बोलाएँ होइन माथितिर जाउँ भनेर।
सो गाइड्स त्यहाँ पर पनि नयाँ नौलो ठाउँ देखियो हेर्न सक्नुहुन्छ है त गाइड्सहरू भ्यू चाहिँ अलिक माथि माथिबाट राम्रो हुन्छ कस्तो छ टिकटक बनाउनु हुँदैछ अब हामी लाग्यौँ अगाडि है हेर्नुहोस् यहाँ यता चाहिँ मन्दिरहरू छ मन्दिर रह मन्दिर ढोक्नुपर्छ गाइड्स ढोकिदिउँ घन्टी बजाउँ है त गाइड्स ए नबज्ने रह घन्टी चाहिँ यता घन्टी एकचोटि म बजेन टाउको घुर्छु ल ल अब भेनाले फुलमा टाउको हाल्नुहुन्छ अरे फुलमा टाउको हालौँ फुल सुँगेर रानी गाइड्स गाइड्स फुलमा पनि हाल्नुभयो ओ चिल्ड्रेन पार्क चिल्ड्रेन पार्क पार्क भयो एकदम दामी अब छ चिल्ड्रेन पार्कमा जाउँ होइन चिल्ड्रेन पार्क भनेको यो चाहिँ खेल्ने ठाउँ मात्र घुँराको खेल्ने ठाउँ अब त्यही हो घुँरालाई खेल्ने ठाउँ भयो होइन